हेलो गाइज, वेलकम टु माई न्यू ब्लग। हजुरहरू कस्तो छ? हामीहरू आज आएको घुम्न। ल उता फोटो स्टार सबहरू, अनि उता टिकटक स्टार, उता पनि टिकटक स्टार त हैन। अनि उता जङ्गलमा घुम्ने मान्छेहरू उता छ। अनि त्यो पछि उता त्यहाँ छ। अनि एकजना त्यहाँ अघि गर्लफ्रेन्डसँग कुरा गरिरहेको थियो। अनि हामीले त्यसको कन्टेन्ट बनाउन सकेन, के गरौँ है। अब त हामीहरू गइरहेको छौँ उता घुम्न। अनि अब कहाँ घुमौँ? ल गुरकौलीमा छ हामीहरू। ल हजुरहरूलाई एउटा पिरामिड र त्यो चिन्नी भट्टा होइन बुर्ज खलिफा हेराइदिन्छु। अनि त्यो कस्तो लाग्छ हजुर मलाई भन्नु। अनि ल फेरि निभा यादवलाई हेर्न एक्साइटेड होला हजुरहरू। ल हेराइरहेको छु निभा यादव, सुलभ ब्लगर, विशाल ब्लगर, त्यो पछि निभा यादव टिम्स। एउटा चाहिँ टिकटक स्टार, म यहाँ त लुकी घुमाउँदैछु, न त यसले मलाई कराउन। चारजनाको टिम टिकटक बनाउन आएको छ। हेर्नु पहिला कस्तो स्टाइलले बसेको छ। एकपल्ट फुटबलर बनेको छ। क्यामेराम्यान गयो। क्यामेराम्यान म हो अहिले है। अब गइरहेको छु। उता तिनीहरू के गरेको है? उता हेर हिँड्न के गरेको? रुक जुम गर्न दे। जुम एकपल्ट मलाई दे त। एकपल्ट है गाइस, एकछिन केही कुराहरू के गरेको सरकारी मैले गाडीमा आएको छु। ओए मेरो चप्पल गयो। के गरिरहेको छ मतलब छिटो हिँड्न। कन्टेन्ट खेल। अनि म उताबाट जुमिङ टेस्ट गर्छु ल। के गो जुमिङ त ल जुमिङ कहाँसम्म छ? आज हेराउँछु यो मोबाइलको कति पावर छ है। अनि तिनीहरू के गर्छ? एउटा नयाँ एकछिन। अनि भैँसीहरू स्विमिङ पुल उता छ। इटिङ साइड पनि उतै छ भैँसीहरूको। हेऱ्यो होला। ल त्यहाँ छ क्यान्टिन त्यहाँ छ। ल भैँसीहरूको क्यान्टिन त्यहाँ छ। सुलभले भनेको हामीहरूले अब जुम आउट गरेको। अनि ल टिकटक स्टारहरूको बादशाह यहाँ उता पनि छ। अझै उता पनि छ। उता पनि छ। मस्त स्टाइलमा बसेर काम के छ आगो। ओए उता हेर्न उता। ल टिकटक स्टार छैन उहाँ बसिरहेको छ। के कुराहरू मतलब पनि हेर्नु के कुरा भइरहेछ। हामी यहीबाट हिँडौँ न। चुप लगाएर बस्ने है, थाहा पनि नचलोस् जस्तो यसो राख्ने। चुप लगाएर बस्नु तर घाँसमा ल घाँसलाई हेर्नु। यसको बानी के हो? घाँसमा बस्ने रे। घाँसमा मतलब क्यामेराम्यान दोस्त चुप लगाएर बस्यो। चुप लगाएर बस्नु। के कुरा गर्छ हामी पनि हेरौँ। हामी अर्को त्यो हो, हामीले अर्कै भाषा बोलिरहेको। तिनीहरूले जसले बुझ्छ त्यो बुझ्नु, जसले बुझ्दैन त्यसले नबुझ्नु। म एकछिनमा भनिदिन्छु। यसलाई भन्नु है, यो ट्रान्सलेटर हो। कहाँबाट गएको यार हामी पनि? त्यहाँ कति काँडा छ। त्यही त यो बाख्रा के गरिरहेछ?
ग्याङ्गस्टर स्विमिङ पुल कसलाई नुहाउनु छ जान कुदिहाल स्विमिङ पुलतिर हो मेरो लुगा लगाएन मैले नत्र कुदिहाल्थ्यो मैले लुगा लगाएन म न त कुदिहाल्थेँ सहीमा यस्तो फेरि फेरि त्यसरी उदय हुन्छ अरे गाइस एकपल्ट गएर हेराइदिन्छ यिनीहरूलाई कसो थियो उहु के छ त्यो कालो कालो आज 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 याद तो पेड़ ले लिए थे नुआ से खींचने जाए के नहीं है जे भाइ चलो भाई हिँड्नु भाइ हिँड उता हिँड्नु ल हिँडौँ अब अब हिँड्न कराइरहेको जाने हो कि होइन हिँड्नमा अब फेरि कसैले भन्दा कहाँ जाने हो हामी घर घर उता हिँड्न उता उता पहिला हिँड्न उता उता हाम्रो कन्टेन्ट छुटिरहेको छ कि हिँड्न ग्याङ्गस्टरले कसैलाई धुनु होला कसैलाई हान्नु होला त्यो भएर लट्ठी लिएर कसै टाउको फुटाउनु गइरहेको छ टाउको फुटाउनु गइरहेको छ जसैलाई टाउको फुट्छ होइन फुट्नैवाला छ त्यहाँ के भइरहेको छ मिटिङ मिटिङ भइरहेको छ मिटिङ हो कि यो कुद्नै नसकेको यो कुद्नै नसकेको मान्छे एउटा सुँगुर छैन भैँसी छ भैँसी र सुँगुर यस्तो मान्छे छ नि यहाँ जनावरको नाम भन्न आउँदैन भैँसी र सुँगुर हो फेरि एउटा 4 जनाको टिम बन्यो एउटा अझै टिकटक बनाउनुको पोजमा यहाँ भ्लग बनाउन आएको टिकटक बनाउनु थाल्यो यस्तो मान्छे फोटो एकपल्ट यसको फोटो त खिच्न मिल्दैन अहिले तसँग मोबाइल छ छैन के मोबाइल छैन त्यसो भए गोखा मलाई त फोटो खिचेको छु यसले के भनेको थाहा छ मोबाइल दिनु फोटो खिच्ने अरे खोइ अहिले के छ राम्रो त्यो आएर खानु चिनोले के गरे हेरौँ मान्छेहरू छन् खोइ छैन यहाँबाट यहाँ रुखले हेरेको मान्छेहरू के गरेर बस्छ हेरेको छ तिनीहरू के एउटा क्यामराम्यान भन्दै बस्छ एउटा अझै एउटा निभा यादवले के काम गर्दैछ एकछिन निभा यादव एउटा अर्को एउटा आफ्नो करातेको स्किल हेरेको छ 2-3 दिन कराते सिक्न गएपछि पुरै आफ्नो मास्टर सम्झिरहेछ ब्ल्याक बेल्ट हुन्छ त्यो ब्ल्याक बेल्ट भएको मान्छे सम्झिरहेछ आफूलाई निन्जा बन्यो एउटा के काठको टुक्रा लिएर एकछिन हट हान छिटो अहिले गऱ्यो जस्तो गर्दा के गर्दा आउँछ खालि गरौँ त्यसको मम्मी बिलाइक ल है
भयो आजको लागि यति नै। ल थ्याङ्क्स बाई बाई। लाइक शेयर सब्सक्राइब सबै गर्नु ल किन बाई बाई। हेलो लुलु है के गुड गर्छ इभिनिङ। लाइक सब्सक्राइब शेयर कमेन्ट सबैहरू गरिदिनु होला प्लिज। आजको लागि यति बाई बाई।